हेलो गाइस हामी चाहिँ है भेलटारबाट तलतिर झर्दै गर्दाको अवस्था यो एन्ड वेदर इज एकदम ढुस्से जस्तो लागिरहेछ होइन अनि तल झर्दै गर्दाखेरि हामी माथि भेलटार देखिरहेछौँ होइन घरतिर लाग्दै थियौँ हामी यसै दुई तिन टङ्बा हारिवरि होइन दाजुभाइ वेदर चाहिँ यस्तो दामी थियो कि होइन तल आउँदाखेरि होटेलहरू कति मजाको देखिन्छ पर्परतिर ढुस्से ढुस्से लागिरहेछ क्लाउड कस्तो छ क्लाउडी छ मजाको देख्ने छैन यस्तो फेरि देख्न कहाँ पाइन्छ हो साथी हुँदैन घाम डुब्न लागेको छ होइन अब रात पर्न लागे जस्तो क्या तर एक्ज्याक्टली द टाइम इज त्यस्तो धेरै त्यो भएको थिएन अन्ली त्यो माथि चाहिँ होइन हिल साइड देखिरहेको छ नि माथि भेल्टा अनि तल चाहिँ क्या हुस्से लागिरहेको कस्तो दामी देखिरहेको गाइस अन्त नेचर इज सो ब्युटिफुल हामीहरू प्रकृति यति राम्रो हुन्छ कि आफैमा सुन्दर छ क्या दामी चिसो अनि दायाँ बायाँको त्यो जङ्गल रुखहरूले यति मजाको आवाज बनाएको छ है यस्तो सफर लाइफमा कहिले काहीँ मात्रै हुन्छ कि साथीहरू हेर्नु माथि सनसेट पनि लाग्दैछ होइन सनसेट कस्तो दामी देख्यो अन्त माथि